आज हाम्रो यात्रा छिपछिपेसम्म हो। अहिले हामी विशाल चोक आइपुग्न लाग्यौँ। भरतपुरबाट यात्रा सुरुवात। अहिले हामी गाईघाट गोरिया चोक अहिले चाहिँ हामी सिन्चुङगढीमा आइपुगेका छौँ। धेरै नै माथि उक्लिसक्यो हामी। टेलिफोन टावरहरूदेखि लिएर साथीहरू फोटो खिच्दै हुनुहुन्छ। धेरै नै पुरानो स्वामीको चौतारा छ यहाँ। यो चौतारा तपाईँले पोखरा बसबाट पनि देख्न सक्नुहुन्छ। वेदर क्लियर भएको बेला। अहिले हामी सिन्चुङगढीबाट अगाडि बढिरहेछौँ। बाटो कालो कालो र आज यो दोस्रो चोटि भयो नतान्नु हाम्रो। नै भने पहिलाहरू त बाटो धेरै नै राम्रो बनाएको छ, तर तै पनि कुनै कुनै ठाउँहरूमा हाम्रो स्कुटरको पिकअपले पुगेन। पहिला हेरेर बाटो धेरै नै राम्रो छ, धेरै नै माथि आइसक्यो। चिसो चिसो महसुस भएको छ। अहिले हामी काफल डाँडा कटेर छिपछिपीतर्फ लाग्दैछौँ। दुईवटा बाटो छ। दुईवटा बाटोमा हामी माथिल्लो बाटो चाहिँ लाग्नुपर्छ। घण्टाचोली रानी पोखरी आइपुगे साथीहरू। यहाँबाट अब धेरै टाढा छैन छिपछिपी। अब लगभग हामी 15 मिनटदेखि 20 मिनटमा पुग्नेछौँ छिपछिपी। करिब 2-2.5 घन्टा